छोड अब यसरी हेर्नुहोस् है यहाँ हेर्नुहोस् है यता छोड दे चलाउनुहोस् दायाँ बायाँ दायाँ बायाँ दायाँ बायाँ दायाँ बायाँ चलाउनुहोस् बस ताली बस लामो श्वास फेरि लिनुहोस् छोड्नुहोस् अब एउटा क्वेसन तपाईँहरू त सब हेल्दी हुनुहुन्छ नि होइन एकछिन सब हेल्दी हुनुहुन्छ होइन कसैलाई केही हुँदैन टाउको दुख्दैन पेट दुख्दैन ढाड दुख्दैन केही पनि हुँदैन हो त्यस्तो छ होइन को हुनु रहेछ म एकचोटि चेक गर्छु है त ढाड सिधा राख्नुहोस् कसले आफूलाई हेल्दी ठान्नुहुन्छ उहाँहरूले मात्रै हात उठाउनुहोस् अरूले होइन है यदि व्यक्ति एक पनि 1 2 4 5 ल 8-10 वटा हात है 8-10 वटा हातमा म चेक गर्छु सानी बस बिहान यहाँहरू मध्ये को उठ्ने बित्तिकै लङ टोइलेट जानुभयो एकछिन सुन बुझ्नुभयो कुरा लङ टोइलेट भनेको थाहा छैन के हो दिशा हो जसलाई बिहान उठ्ने बित्तिकै दिशा लाग्छ उहाँहरूले मात्रै हात उठ्ने बित्तिकैको कुरा है फेरि अरू बेला ल र अघि हात उठाउनु भयो हेल्दीमा अहिले उठेन भने के भयो फेल भयो गडबड भयो स्वस्थ व्यक्तिको पहिचानको एउटा आधार के हो उठ्ने बित्तिकै के हुनुपर्छ पेट सफा यो कोठा सफा है हामी यहाँ भएको कोठा बढार्नलाई सफा गर्नलाई के चाहिन्छ कुचो झाडु चाहिन्छ यो कोठा बढार्न पनि झाडु चाहिन्छ देख्नु भएको छ यो कोठा बढार्ने झाडु छैन हामीले खाने कुरामा हुन्छ तर हामीलाई के मनपर्छ